वेलकम टु क्लास 10 को लागि म पढाउन गइरहेको छु। हजुरहरूले ध्यान दिएर सुन्नुहोला। म क्लास 10 को एन पेप्सनमा आएको क्वेसनलाई सोल्भ गर्न गइरहेको छु। क्वेसन नम्बर 7 रहेको छ। म प्रत्येक भिडियोहरू अपलोड गर्ने नै छु। हजुरहरूले लाइक सब्सक्राइब गरिदिनु हुन अनुरोध पनि गर्छु। र म्याथको क्वेसन रहेको छ इन अ वेल। वेल भनेको एउटा इनार छ। इनारमा 60 सिमेन्ट व्हिल भनेको 60वटा के छन्, चक्का छन्, सिमेन्टका चक्काहरू छन् त्यो इनारमा हाल्नको लागि। जसको 3.5 फिट डायमिटर छ, त्यसको डायमिटर चाहिँ 5 फिट छ एन्ड 1 फिट हाइट आर प्लेस। 1 फिट भनेको कसको भने त्यो जुन चाहिँ इनारमा हालेको चक्का हुन्छ नि, त्यो चाहिँ रिङ हो। त्यो रिङको चाहिँ कति छ, 1 फिट हाइट छ। द कस्ट अफ मेकिङ द वेल, त्यो चाहिँ बनाउनु पर्यो, वेल इनारको चक्काहरू बनाउनु पर्यो। इज आरएस 1500 पर व्हिल। एकवटा चक्काको कति छ, 1500 पर्छ। र 2 वर्कर क्यान प्रिपेयर, 2वटा वर्करले के गर्नु पर्यो, त्यहाँ बनाउनु चाहे अरे। 2वटा वर्कर कामदार छन्, त्यो 2वटा कामदारले के गर्छन्, इनार बनाउन चाहे। द वेल इन 12 डेज, त्यो 12 दिन लाग्छ त्यो बनाउन, इनार बनाउन। एट द रेट अफ 1200 पर डे पर वर्कर। एकवटा कामदारले 1200 रुपियाँ लिन्छ र एक दिनमा 1200 रुपियाँ लाग्छ। एउटा वर्करले 1200 रुपियाँ र एक दिनको लिन्छ। फेरि हाउ मच इज द टोटल कस्ट अफ मेकिङ द वेल, त्यो कस्ट अफ मेकिङ द वेल टोटल कस्ट निकाल भनेको छ। त्यो टोटल कस्ट निकाल्नुको लागि अब यहाँ हिसाब 12 days the rate 1200. The well has 35 ring full of water. 35 रिङसम्म पानी छ अरे। अनि हाउ मेनी लिटर वाटर इज देयर अन द वेल, भनेको त्यहाँ कति लिटर पानी आवश्यक छ त। 35 रिङसम्म पानी छ, तर त्यहाँ कति लिटरसम्म पानी छ। हाउ मेनी मोर लिटर अफ वाटर वान रिक्वायर्ड टु फिल द वेल, त्यो इनारसम्म फुल पानी भर्नु पर्यो भने जहाँसम्म चक्का छ नि त्यहाँको माथि तल 35सम्म रिङसम्म पानी छ। त्योभन्दा माथि पनि फेरि भर्यौँ भने अनि कतिले मोर छ अथवा धेरै छ भनेको छ। यहाँ चाहिँ क्वेसन चाहिँ यो रहेको छ। नम्बर अफ सिमेन्ट रिङ 60, डायमिटर अफ इच, एउटा रिङको डायमिटर, प्रत्येक रिङको डायमिटर 3.5 फिट, यसको रेडियसमा चेन्ज गरेको। हाइट अफ इच रिङ 1 फिट, एउटा रिङको हाइट 1 फिट छ। कस्ट पर रिङ 1500 भनेको एउटा रिङको है, त्यो एउटा रिङ। वर्कर 2वटा कामदार वर्कर छन्। वर्किङ डेज 12 डेज। वेज पर वर्कर पर डे 1200। 1 क्युबिक फिट बराबर 28 यति दिएको छ है, 1.28.317 दिएको छ। अब ए नम्बरमा सोलुसन है। कस्ट अफ सिमेन्ट रिङ, कस्ट अफ सिमेन्ट रिङ, कतिवटा सिमेन्ट छन्, कस्ट अफ सिमेन्ट रिङ 60वटा छन् होइन। सिमेन्ट 60वटा रिङको कस्ट निकाल्नु पर्यो। पर कस्ट रिङ कति छ, 1500 मल्टिप्लाई गरौँ। 1500 मल्टिप्लाई गर्दा मानौ एउटा रिङको कस्ट चाहिँ 1500 छ भने 60वटा रिङको त कस्ट निकाल्नु पर्यो। कति आयो, 90,000 आउँछ है, 90,000। अब के निकाल्ने, लेबर कस्ट। लेबर कस्ट, लेबर भनेको कामदारले लिने लेबर कस्ट। लेबर कस्ट निकाल्न लागि 2 दिन लाग्छ अरे, 2 दिन। वर्कर रिङ डेज 12 इन्टु वेज पर वर्करले कति लिन्छ, 1200 रुपियाँ लिन्छ। यो मल्टिप्लाई गर्दा कति आउने भयो त टोटल, ल मल्टिप्लाई गरौँ त। मल्टिप्लाई गर्दा 28,000 कति हुन्छ, 800 रुपियाँ हुन्छ। अब यसमा चाहिँ टोटल कस्ट निकालौँ। अब टोटल कस्ट भनेको त्यही हो, टोटल कस्ट। कस्ट अफ सिमेन्ट 60वटा रिङको 1500 भनेको पर रिङ, एउटा रिङको 1500 भने 60वटाको मल्टिप्लाई 90,000 आउँछ। तर लेबर कस्ट कति हो भने 2 इन्टु 2 दिन लाग्छ अरे के। पर डे पर वर्कर, एक दिनमा पर डे एक दिनमा 1200 र एक वर्करले 1200 रुपियाँ लिन्छ। तर यहाँ 2 दिन 12 दिनको, 2वटा वर्करले 12 दिनसम्म काम गर्ने भए
यसको लागि टोटल कस्ट जोड्नु पर्यो। टोटल कस्ट जोड्नको लागि 90,000 र 28,800 रुपियाँ प्लस गर्दाखेरि टोटल कस्ट आउनु जान्छ 1,18,800 हुन आउँछ। यो चाहिँ ए नम्बरको एन्सर है। हाउ मच इज द टोटल कस्ट वर्किङ द ओइल। त्यो इनार बनाउन मात्र खर्च कति लाग्छ भनेको छ 60वटा रिङको 1500 का दरले 90,000 भयो। तर 2वटा कामदारले एक दिनमा 1200 लिन्छ, तर 12 दिनको निकाल्दा त 28,800। यो र यो प्लस गरे पो 1,18,800। यो कस्ट मात्र यति कति लाग्छ भनेको क्वेसन यो नै हो। अब बी नम्बरको सुरु हुनु गयो यहाँ। अब क्वान्टिटी अफ वाटर इन द ओइल भनेको छ त्यो 35वटा चक्कामा भएको पानीको मात्रा के 35वटा चक्कासम्मको चाहिँ भोल्युम कति हुन्छ भनेको छ। द ओइल इन 35 रिङ भनेको छ। अब भोल्युम अफ 1 रिङ निकालौँ न। भोल्युम अफ 1 रिङ पहिले एउटा रिङसम्मको भोल्युम निकालौँ है। पाई आर स्क्वायर एच, पाईको मान 20/7, आरको मान कति छ भने यहाँ रेडियस निकाल्ने 1.75, 1.75 को स्क्वायर। हाइट कति छ एउटा रिङको, हाइट अफ इच रिङ भनेको एउटा रिङको हाइट निकालौँ 1 फिट। अब यसलाई यो क्यालकुलेसन गरौँ 22 इन्टु 1.75 र 1 मल्टिप्लाई गर्ने डिभाइड बाई कति यसको 7 मल्टिप्लाई गर्दा यसको कति हुन आउँछ डिभाइड गर्नु पर्यो। यसको चाहिँ भोल्युम कति आउँछ भने 22 इन्टु 1.75 इन्टु 1.75 दुईटा हो इन्टु 1 गरेर डिभाइड 7 गर्दा यो सबै क्यालकुलेसन गर्ने डिभाइड 7 गर्दा 9.625 फिट क्युब हो है। यो एउटा रिङको भोल्युम हो भने कतिवटा रिङ छन् अब 35वटा रिङको भोल्युम अफ 35 रिङ मल्टिप्लाई गरौँ यसमा है। 35 मल्टिप्लाई 9.625 फिट क्युब है। अब मल्टिप्लाई गरौँ त यसमा हजुरहरूले मल्टिप्लाई गरेर निकाल्दिउँ त। मल्टिप्लाई 35 गऱ्यो भने 336.875 फिट क्युबिक फिट हो है, क्युबिक फिट। अब यसमा फिट हो भने हो यो लिटर लिने है। 1 क्युबिक फिट बराबर यति लिटर छ। यहाँ द ओइल 35 रिङ फुल अफ वाटर हाउ मेनी लिटर वाटर। अब लिटर अफ वाटर मल्टिप्लाई गर्नु पर्यो है। लिटर लिनु 1 क्युबिक फिट बराबर यति छ भने 336.75 क्युबिक फिटमा कति हुन्छ भने 336.875 होइन। 1 क्युबिक फिट बराबर त्यति हुन्छ भने यति क्युबिक फिट बराबर मल्टिप्लाई गर्नु पर्यो 28.317 लिटर। अब यसलाई मल्टिप्लाई गर्दा कति लिटर हुन आउँछ त हजुरहरूले मल्टिप्लाई गर्नु होला। मल्टिप्लाई 28.317 9,539.289375 लिटर हुन आउँछ हो। यो हजुरहरूले ध्यान दिएर सुन्नु होला। यो हजुरहरू लेख्नु होला त यसलाई। यो दिएको छ। अब सी नम्बरको क्वेसन गर्न गइरहेको छु सोलुसन सी नम्बरको। अब भोल्युम अफ हेर्नु टोटल क्यापासिटी अफ द ओइल, टोटल क्यापासिटी अफ ओइल इन 60 रिङ है। 60 रिङ 60वटा रिङको है। 60 मल्टिप्लाई कति गरौँ एउटा रिङको कति छ 9.625 फिट क्युबिक फिट मल्टिप्लाई गरौँ त यसलाई कति हुन्छ 577.5 फिट क्युब हुन्छ है। यो हुन आउँछ वाटर अलरेडी इन ओइल, वाटर अलरेडी
इन ओइल कति दिएको छ 35 रिङसम्मको चाहिँ दिएको छ है 35 रिङसम्मको 875 फिट क्युब। अब रिमाइनिङ भोल्युम बाँकी रहेको रिमाइनिङ भोल्युम घटाइदिने 577 टोटलबाट माइनस 336.875 घटाइदियो भने कति हुन आउँछ 240.625 फिट क्युबिक फिट हुन आउँछ। बाँकी रहेको अरे क्या हाउ मेनी मोर लिटर वाटर। अब कति रह्यो मोर रिक्वायर्ड टु फिल द वेल। अब भर्न कति बाँकी रह्यो भनेको छ कन्भर्ट इन्टु लिटर है कन्भर्ट इन्टु लिटरमा अब 240.625 मल्टिप्लाई कति गरौँ भनेको 1 क्युबिक फिट बराबर 28 पॉइंट छ भने 28.317 लिटर अफ वाटर लिटर। यो भनेको कति मल्टिप्लाई गरौँ त यसलाई मल्टिप्लाई गर्दा 6814.7 लिटर अफ वाटर हो। यति मोर चाहिँ धेरै रहेको छ है। 35 रिङसम्मको यति आयो भने 60 रिङसम्मको त बढी आउँछ अनि त्योबाट माइनस गर्दा यो पनि मिल्छ त्यो पनि गर्न मिल्यो है। सी नम्बरको एन्सर ल्याइयो। अब आर्जु डिपोजिट मनी अन्जु रहेछ सरी अन्जु डिपोजिट मनी टु हर डटर पिगी ब्याङ्क भनेको खुत्रुकीमा त्यो डटरले कति रहेछ डिपोजिट जम्मा गरे एज डबल अफ प्रिभियस डे। पहिलेको भन्दा के छ सुरुको भन्दा पछिले डबल हुँदै जान्छ। 5 छ यहाँ 10 छ 10 टु द 20 20 टु द 40 40 टु द 2 को रेसियो डबल हुँदै जान्छ हो। त्यस्तोलाई के भनिन्छ भने रेसियो डबल हुँदै जान्छ त्रिबल हुँदै जान्छ हो हाफ भएर जान्छ। अब त्यस्तो छ भने के हुन्छ भने यो चाहिँ जियोमेट्रिक सिक्वेन्समा पर्छ। अनि यसको डिफरेन्ट फरक छ हेर न 5 देखि 10 सम्म जान 5 10 देखि 20 भने 10 छ। अब यहीको डिफरेन्स चाहिँ एउटै छ त छैन कमन रेसियो सेम छ। ए नम्बरको सोलुसन हो कमन रेसियो निकाल्नु पर्यो भने कमन रेसियो है ए नम्बरको जस्तै T2 अपन T1 गरौँ। T2 भनेको 10/5 गरे कति आयो 2 आयो हो। T3 अपन T2 गरौँ। T3 भनेको 20/T2 भनेको 10 कति जा 2 आयो हो। यस्तो कमन रेसियो आर सेम भयो भने रेसियो आर सेम को कमन रेसियो आर सेम हामीले कमन रेसियोलाई सेम मान्यौँ भने आर सेम which are geometric sequence यो जियोमेट्रिक सिक्वेन्स हो है। अब बी नम्बर फाइन्ड द मनी डिपोजिट 10th डे 10 दिनसम्म जम्मा कति मनी हुन्छ भनेछ 10 दिनसम्म। अब फाइन्ड द मनी डिपोजिट इन टिल द 10th डे 10 दिनसम्म डिपोजिट कति हुन्छ है। अब आर भनेको रेसियो कमन रेसियो आर बराबर T2/T1 गरौँ 10/5 कति जा 2 आयो। फर्स्ट टर्म ए बराबर कति फर्स्ट टर्म ए बराबर 5। अब 10th डे भनेको छ n नम्बर अफ टर्म भनेको n बराबर 10 एसएन बराबर ए आर को पावर n -1 अपन r -1। फाइन्ड द मनी डिपोजिट टिल द 10th डे 10 दिनसम्म जम्मा कति मनी गरिन्छ भनेको छ। ए भनेको कति छ 5 आर भनेको रेसियो 2 छ यसको पावरमा 10 राख्ने एस 10 हो है। फेरि एस 10
यहाँ तल लेखौँ है। ए भनेको 5, आर भनेको 2, 2 को पावर 10 -1 अपॉन 2 -1, 5 को 5, 2 को पावर 10 भनेको 1024 -1 अपनमा 1। अब यसलाई मल्टिप्लाई गऱ्यौँ भने यसको है 5 × 1023 हो। यसको कति हुन्छ त हुन आउँछ त? यसलाई मल्टिप्लाई गरेर हेरौँ त सर। मल्टिप्लाई गरौँ है। आरएस 5 3 दा 15, 5 2 दा 10 1 11 हो। 5 2 दा 10 1 11, 5 1 दा 5, 5100 कति हुन आउँछ? 15 हुन आउँछ। अब सी नम्बरको क्वेसनले बेस्ड अन द सिक्वेन्स इन 2 days इनफ आफ्टर 10 days, 10 दिन पछाडि 2 दिन थप भयो अरे। यो डिपोजिट मेक आरएस टोटल 20,000, 20,000 जम्मा गर्न कति दिन लाग्ने रहेछ त? अब कति दिनसम्म हुन्छ? 10 दिनपछि अझै 20,000 रुपियाँ बनाउन कति दिन लाग्छ भनेर छ। त्यही अनुसारले हेर्नु पर्यो भने ए बराबर कति? अब ए बराबर 5, फर्स्ट टर्म 5, आर बराबर कति? आर बराबर 2, एसएन बराबर 20,000 हो। 20,000 एसएन बराबर ए आर को पावर एन -1 अपन आर -1। एसएन भनेको 20,000, ए भनेको 5, आर भनेको 2 को पावर एन हुने भयो है, जस्ता जस्तै 2 -1 20,000 हो। 20,000 अपनमा यो 5 यहाँ डिभाइडमा आउँछ, 2 को पावर एन -1, 2 को पावर 1 घटाउँदा 1 हुन्छ, 1 नलेख्यो भने हुन्छ। 20,000 कति जान्छ? 40 जान्छ है। 40 जा। अनि 5 4 जा 20 हुन्छ। सरी मिस्टेक गरेँ मैले। 5 4 जा 4000 हुन्छ। 2 को पावर एन -1 4000 हो। Based on the sequence 2 days enough after 10 days deposit to the make total RS 20,000। इनफ भनेछ। इनफ 2 दिन पछाडि थप गर्दा कति? हामीले यो क्वेसनलाई यसरी पनि लेख्न सक्छौँ है। यो क्वेसनलाई कसरी लेख्न सक्छौँ भने यसलाई चाहिँ 12 दिन यसरी पनि गर्न मिल्छ, यसको नियर टु लिएर। अथवा हामीले यसलाई यस्तो नगरेर आर भनेको 2 नै भयो, आर भनेको 2 नै भयो, ठिक छ, रेसियो 2 भयो हो। एन भनेको 10 दिनपछि कति हुन्छ त? 2 डेज थप्यो भने 12 दिन है, 12 डेज। 12 डेज गर्नु पर्यो भने 12 डेजको निकाल्नु त। अब कति दिन हुन्छ? एसएन बराबर ए आर को पावर एन -1 अपन आर -1 हो। यस कति दिन? 12 दिन राखेर। ए भनेको 5, आर भनेको 2 को पावर 12 -1 2 -1 हो। 5 2 को पावर 12 भनेको कति हुन आउँछ हो। 2 को पावर 12 भनेको 409 कति हुन्छ? 97 -1। अब तल 1 घट्यो भने के हुन्न? 5 × 4096। ल यसलाई मल्टिप्लाई गरौँ त। यो मिस्यो है। मैले यो मेरो 2 को पावर 12 भनेको म क्यालकुलेसन गर्न गइरहेको छु। मिस्टेक एकैछिन। 5 को 5 2 को पावर 12 है। 2 को पावर 12 कति हुन्छ त? एकछिन यसलाई क्यालकुलेसन गरौँ। 2 को पावर 12 है। 2 को पावर 12 2 को पावर 12 4096 हुने रहेछ है। 4096 -1 5 ×
4095 -1 इन्टु 5 यो कति हुन आउँछ त 20,475 हुन आउँछ। अब यो 10 दिनपछि 2 दिन थप गर्दाखेरि 20,000 हुन आउँछ कि हुँदैन भनेको छ टोटल डिपोजिट गर्दा। त 20,000 भन्दा बढी नै भयो है, यसको एन्सर 20,000 भन्दा बढी भयो। यस यहाँ लेखौँ यस आफ्टर 12 डेज यहाँ यो अनुसार है, आफ्टर 12 डेज 20,475 द टोटल बिकम्स 20,475 RS छ, which more than कति हजार 20,000 भन्दा बढी हुन आउनु है। यस आफ्टर 12 डेज 12 दिनपछि अरे द टोटल बिकम्स 20,475 विच मोर देन 20,000 मोर देन 20,000 भन्दा बढी नै हुन आउँछ है 12 दिनमा भनेपछि। अब हामीले के भन्छ बेस अन द सिक्वेन्स, माथिको सिक्वेन्स इज 2 डेज इनफ आफ्टर 10 डेज 10 दिन पछाडि 2 दिन चाहिँ थप गर्दै डिपोजिट मेक बनाउन सक्छ कि 20,000 भनेको 2 दिनपछि थप गर्दा 20,000 हुन्छ कि हुँदैन, राइट इट विथ रिजन हुन चाहिँ यही हो। एस आफ्टर 12 डेज यसको सोल्युसन नै यही हो है।